हेलो, नमस्ते। आज चाहिँ म मेडिटेसनको बारेमा कुरा गर्न आएको है, विपस्सना। यसको सही प्रोनाउन्सिएसन चाहिँ विपस्यना हो है। तर हामी प्राय सबैले विपस्सना नै भनेको सुन्छौँ। अनि म पनि विपस्सनाको साधक हो। मैले विपस्सनाको साधना सुरु गरेको चाहिँ लगभग 3 वर्ष भइसक्यो। अनि सुरुमा चाहिँ मैले यो विपस्सना चाहिँ मेरो आफन्तबाट थाहा पाएको। अनि त्यसपछि चाहिँ मैले विपस्सना खोजेँ अनि आफूलाई पनि आवश्यक परिरहेको थियो। अलिकति चाहिँ मलाई चाहिँ अलिकति मेन्टली गाह्रो भएको जस्तो फिल भइरहेको थियो कि त्यो बेलामा। जति बेला मैले विपस्सना खोजेँ त्यो बेला चाहिँ अलिकति चिन्ताले बढी सताएको हो कि जस्तो फिल भइरहेको थियो। अनि मैले चाहिँ आफैले विपस्सनालाई खोजेर त्यो बेला मलाई फर्म भरेर पनि 3 महिनासम्म वेट गर्नु परेको थियो। त्यसपछि 10 दिनको विपस्सना लिएँ। त्यसको लागि लगभग 12 दिन आउने जाने समय 12 दिन नै लाग्छ भन्दा हुन्छ होइन। अनि त्यसपछि अब म अहिले समय मिलेसम्म लगभग दिनमा आधी घन्टा 1 घन्टा प्र्याक्टिस पनि गरिरहेको छु निरन्तर रूपमा। अनि 1 डेको विपस्सनाहरूमा पनि सहभागी हुन्छु। मलाई फेरि लगत्तै पनि फेरि पनि 10 डेजको विपस्सना गरिरहन मन चाहिँ लाग्छ। तर समयको अभाव अब भनौँ न ले गर्दाखेरि फेरि दोहोऱ्याएर जाने अवसर चाहिँ मैले पाएको छैन। अनि मैले चाहिँ प्राय अहिले चाहिँ सबै आफ्नो रिलेटिभहरू साथीहरूलाई पनि विपस्सना जानलाई एकदमै सजेस्ट गर्छु क्या। आजको समयमा कति धेरै कुराहरूको हामीलाई तनाव सिर्जना गराइराखेको हुन्छ कुराहरूले। अनि करियर अनि इन्कम त्यस्तै परिवार अहिले त अब जेनजी आन्दोलन यताउति राष्ट्रको सबैको चिन्ता छ कि। यसो बसेर हेऱ्यो भने केही पनि राम्रो छैन संसारमा जस्तो फिल पनि हुन्छ कतिपय अवस्थामा। अनि त्यसपछि मलाई चाहिँ विपस्सनाले एकदमै राम्रो गर्यो कि। त्यो लगभग म 78 सालमा विपस्सना गएको होला। विपस्सना जानुको अघि अनि विपस्सना गइसकेर आइसकेपछिको ममा कति धेरै भिन्नता पाएँ मैले होइन। अनि त्यो जब विपस्सना गएँ त्यसमा चाहिँ लगभग 10 दिनमा 4 दिन चाहिँ हामीलाई अब ध्यान सिकाउनको लागि अरू ध्यानहरू सिकाइँदो रहेछ। अनि त्यसपछि जब 4 दिन क्रस गरेर आउँछ पछि हुन्छ। अनि त्यसपछि चाहिँ साँच्चीकै त्यो 4 दिन बस्दा त कति हामीलाई त कहिले बस्न नसक्ने मान्छे हामी काम गरिराख्ने, मोबाइल हेर्ने, मनोरञ्जन गर्ने, हरेक कुरामा हामी संलग्न भइराख्ने। अनि त्यहाँनिर चुपचापसँगले ध्यान गरेर बस्दा त कति धेरै गाह्रो भएर कहिले नदुख्ने ठाउँहरूमा पनि दुख्छ नि त। अनि त्यसरी 4 दिनसम्म कस्तो आफैलाई एकदम गाह्रो भइ बसेको थिएँ। अनि जब 5 दिन लाग्यो अनि जब शरीरलाई नै हेऱ्यौँ हामीले विपस्सनाको ध्यान सुरु गरिसकेपछि चाहिँ त्यो सबै दुखाइहरू आफै हराउँदै गएको थियो कि। अनि विपस्सनामा चाहिँ अब आफूले आफूलाई हेर्न हरेक शरीरको हरेक अङ्गहरूलाई हामीले निहाल्दै जाने। अनि त्यसले नै कन्सन्ट्रेसन बढाउने रहेछ होइन मेरो अनुभवमा चाहिँ। अनि त्यसले चाहिँ मलाई एकदमै धेरै फाइदा गर्यो। जब मैले 11 दिनको विपस्सनालाई सकेर बाहिर निस्किएर बाहिरी संसारमा आएँ एकदमै छुट्टै फरक पाएँ कि। अनि त्यसले चाहिँ मलाई चाहिँ एकदमै धेरै कुनै पनि कुरामा चिन्ता लिन नहुने रहेछ। संसार भनेको चाहिँ संसारमा कुनै पनि कुरा चाहिँ स्थायी रहेनछ। त्यहाँनिर भन्छ नि भङ्गुर हे कोही पनि शाश्वत नहे भनेर भनिरहेको हुन्छ होइन। तर संसारमा चाहिँ हरेक कुरा एकदमै परिवर्तनशील छ। कुनै पनि कुरा हाम्रो जीवनमा चाहिँ रहिराख्दैन। हामीमा आज दुःख छ मलाई भनेपछि त्यो दुःख जीवनभरि रहँदैन। र म एकदमै आज खुसी छु सुख छ भनेर त्यसले पनि निरन्तरता पाउँदैन होइन। अनि आज जे छ त्यसको समाधान कुनै समस्या आए समाधान खुसी भए त्यही समयमा खुसी हुने। तर भोलिको चिन्ता नगर्ने, विगतलाई हेरेर चाहिँ नपछुताउने,
जस्ता जस्ता कुराहरू चाहिँ मैले आफूमा पाएँ होइन। अनि त्यो जब विपासना गइसकेँ त्योभन्दा अगाडि म कसैलाई पनि नाई भन्न सक्दिनँ थिएँ कि। कसैले मलाई हेल्प माग्दैछ, इट्स ओके, कसैले मेरो लागि यो गरिदेऊ भन्दैछ, तर म आफ्नो कतिवटा काम छोडेर पनि उसको उसको त्यो प्रस्तावलाई नाई भन्न नसकेर आफ्ना कामहरू छोडेर आफूलाई गाह्रो बने म अरूका कामहरू गर्थेँ होइन। मैले नाई भन्न सिकेँ। अब त्यो फाइदा आफ्नो लागि फाइदा, अरूको लागि बेफाइदा होला होइन। अनि जीवनमा चाहिँ कुनै पनि कुरालाई, कुनै पनि कुरा आए, कसैले कुनै प्रस्ताव राख्यो भनेपछि चाहिँ हामीले किन भनेर प्रश्न नै गर्न जानेका हुँदैनौँ कतिले चाहिँ। अनि त्यो इग्नोर गर्ने त परेको कुरा हुन्छ होइन। अनि त्यो त भइहाल्यो। अनि अर्को कुरा चाहिँ विपश्यना ध्यानले एकदमै धेरै फाइदा चाहिँ कहाँ पुर्याउँदो रहेछ भने कन्सन्ट्रेसन भएर काम गर्न सक्नु नै ठुलो कुरा रहेछ क्या। अब हामी एउटा काम गर्न थाल्छौँ, हाम्रो दिमागमा कतिवटा काम आइसकेको हुन्छ। हामी त एउटा काम गऱ्यो भने दिमागले 5वटा काम भ्याइसकेको हुन्छ। यो त्यो सब कुराहरू दिमागले भ्याइसकेको हुन्छ। अनि के हुन्छ, हाम्रो चाहिँ त्यो जुन प्रोडक्टिभिटी थियो त्यो त घट्यो, हामीले राम्रोसँगले काम गर्न सकेनौँ। तर जब मैले ध्यान गरिसकेँ अनि त्यसपछि चाहिँ मैले आफैले फिल गरेँ क्या। कुनै पनि काम म 1 घन्टामा गर्दै थिएँ भने अब त्यो काम चाहिँ 45 मिनटमा अथवा आधी घन्टामा नै मैले गर्न सक्ने रहेछु। अनि त्यस्तो त्यो लेभलको फोकसमा पुग्न सकिँदो रहेछ। अनि अब हरेक कुरा जीवनमा कति धेरै कन्फ्युजन हुन्छ, म यो गर्ने कि त्यो गर्ने, मैले के गर्दा ठिक हुन्छ भनेर कति धेरै चिन्ता भइराखेको हुन्छ नि त। तर ध्यान गरिसकेपछि चाहिँ ओहो मेरो लागि त यो रहेछ, मैले त यो गर्न सक्ने रहेछु भनेर आफैले आफ्नो क्षमताहरू चिन्न थालेँ। अनि मेरो सबल पक्ष, दुर्लभ पक्ष छुट्याउन थालिने रहेछ। अनि कति धेरै फाइदा हुने रहेछ क्या विपश्यना ध्यानको चाहिँ। अनि त्यसको अलावा मैले अरू प्राणिक हिलिङमा पनि एडभान्स प्राणिक हिलर नै हो म। अनि दुइटै प्र्याक्टिस गरिरहेको हुन्छु बराबरी रूपमै होइन। एकदमै धेरै फाइदाजनक छ। अनि म चाहिँ जीवनमा सबैजनाले एकचोटि विपश्यना ध्यान गर्नुपर्छ भनेर सजेस्ट गर्छु। अनि मैले त मेरो परिवारमा आफन्तहरूलाई पनि प्रायः विपश्यना जानु भनेर पनि भनेको छु। अनि अर्को कुरा चाहिँ मान्छे भएर पनि कति आक्रामक हुन्छन् कि मान्छेहरू, कतिपय मान्छेहरू चाहिँ भनेको आफूभन्दा देख्न नै नसक्ने, अरूको दुःखहरूलाई खासै ख्याल नगर्ने, आफ्नै कुराहरू मात्रै माथि राख्ने, अरूलाई पेल्ने स्वभावका मान्छेहरू पनि हुन्छन् नि त समाजमा। अनि अझ पशुहरूलाई चाहिँ एकदम नराम्रो व्यवहार गर्ने, ऊ पनि भोकाउँछ होला, उसलाई पनि गाह्रो होला फिल गर्न नसक्ने त्यस्तो मान्छेहरू। अनि कति क्रिमिनलहरूलाई पनि एउटा सही मार्गमा ल्याउन सक्ने क्षमता छ कि विपश्यना ध्यानमा चाहिँ। त्यही भएर अहिले त अब नेपालमा पनि कति धेरै कारागारहरूमा नै एकदम फोकस गरेर ध्यानहरू, विपश्यना शिविरहरू राखिराखेको हामीले देखिरहेका छौँ होइन, कति धेरै। अनि त्यही भएर चाहिँ मान्छेले चाहिँ एकपटक, हरेक मान्छेले विपश्यना ध्यानलाई चाहिँ अनुभव गर्नुपर्छ है। अनि त्यही ध्यान, जुनसुकै ध्यानले पनि जीवनमा फोकस बढाउनलाई त एकदमै हेल्प गर्छ। मान्छेको कुनै बच्चा पढ्न सकिराखेको छैन भनेपछि उसमा फोकस छैन नि त। त्यही भएर उसले मेडिटेसन गर्ने बित्तिकै उसले चाहिँ त्यो आफूलाई चाहिँ एउटा त्यो क्षमता प्राप्त हुन्छ र ऊ आफ्नो जीवनमा सफल हुन्छ है। थ्याङ्क यू।